यर्मिया 29 को 11 खोल्न सक्नुहुनेछ। यर्मिया 29 को 11 हामी आजको वचन यर्मिया 29 को 11 बाट हेर्नेछौँ। हामीलाई थाहा भएको वर्ष हो यो। म नेपालीमा कोसिस गर्छु पढ्नका लागि, तपाईहरु सुन्न सक्नुहुन्छ। किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ। ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नक्सानीको निम्ति होइन। तिमीहरूलाई आशा र भविष्य दिनलाई होप एन्ड फ्युचर हैन, आशा र भविष्य दिनलाई। आउनुहोस् आजको हामी वचनमा छिर्नेछौँ। तपाईहरुलाई कोकलाई हात उठाएर लाग्छ कि परमेश्वरले तपाईको निम्ति एउटा योजना राखिदिनु भएको छ। हात उठाउनुहोस्, कसलाई लाग्छ कि परमेश्वरले तपाईको निम्ति एउटा योजना, एउटा प्लान, एउटा भविष्य राखिदिनु भएको छ। आज हामीमध्ये धेरैले हात उठाएको छ। मतलब आज धेरैले विश्वास गर्छ कि परमेश्वरले चाहिँ हाम्रो निम्ति एउटा योजना बनाइदिनु, एउटा भविष्य हाम्रो निम्ति बनाइदिनु भएको छ। हामी यो विश्वास गर्दछौँ है। र आजको मेरो वचनको एउटा शीर्षक चाहिँ मैले के दिएको छु भने डेस्टिनी इन्काउन्टर है। भन्नु मतलब भाग भेट, भाग्न कुदैन, भाग्यको भेट। ओके, डेस्टिनी इन्काउन्टर भन्ने मैले आजको वचनलाई मैले शीर्षक दिएको छु। आज यसमा चाहिँ म तपाईहरुको बारेमा के को बारेमा बोल्न चाहन्छु। आज परमेश्वरले तपाईको निम्ति चाहिँ एउटा डेस्टिनी इन्काउन्टर राखिदिनु भएको छ भन्ने बारेमा। आज तपाईको जीवन जुनै स्थानमा हुनसक्छ यतिखेरको समयमा, र जुनै स्थानमा भए तापनि आज हामी विश्वास गर्दछौँ कि त्यो सबै चाहिँ परमेश्वरको योजनाभित्र छ है, परमेश्वरको प्लानभित्र छ। र त्यो प्लान चाहिँ आज हामीलाई उन्नति दिने, नक्सानी होइन। एउटा हामीलाई आशा अनि भविष्य दिनको लागि उहाँले चाहिँ यो हाम्रो निम्ति एउटा प्लान बनाइदिनु भएको छ। र आज यो प्लानमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो प्लानमा चाहिँ अब तपाईँ मात्र नभएर यो संसारको धेरैजना मानिसहरू चाहिँ तपाईँको जीवनमा चाहिँ यो प्लान, यो परमेश्वरको योजनाभित्र चाहिँ यसमा चाहिँ उनीहरूले पनि भाग लिँदछ। आज तपाईँ मात्र नभएर संसारको अझै धेरै मानिसहरूले पनि आज त्यो प्लानमा चाहिँ भाग लिँदछ। आउनुहोस् हामी यता युसुफको जीवनलाई हेर्नेछौँ र हामी युसुफको जीवनबाट हामी यो डेस्टिनी इन्काउन्टर भनेको चाहिँ के हो अझै मजाले हामी बुझ्नेछौँ। यदि तपाईँ, म पढिरहेदिनँ त हामी, यदि तपाईँलाई पढ्नु मन छ भने तपाईँले उत्पत्ति 29 अध्यायदेखि पढ्न सक्नुहुन्छ। उत्पत्ति 37 37 देखि तपाईँले पढ्न सक्नुहुन्छ। यो जीवन त्यहीदेखि उता चाहिँ सबै युसुफको जीवनको एउटा लामो कहानी छ, तर म तपाईँलाई छोटकरीमा भन्नेछु। युसुफ को थियो? युसुफ चाहिँ याकुबको 12वटा छोरा मध्येमा एउटा छोरा थियो। ऊ चाहिँ 11th सन थियो। ऊ चाहिँ 11-12वटामा उस चाहिँ अन्तिमतिर पर्थ्यो। 11 उस चाहिँ दाजुभाइहरूमध्ये ऊ चाहिँ 11वटा भाइ थिए। अनि उसलाई चाहिँ याकुबले धेरै माया गर्दथ्यो। उसको दाजुभाइहरू भन्दा सबैभन्दा धेरै चाहिँ याकुबले, उसको बाउले चाहिँ युसुफले यस्तो माया गर्दथे। अन्तखेरि त्यो माया देखेर चाहिँ उसको दाजुभाइहरू चाहिँ जेलस हुन्छ है। उसको दाजुभाइ चाहिँ ऊदेखि जल्दछ है। उसको
त्यो स्ट्याट जुन चाहिँ प्रेम उसले बाबुदेखि पाइरहेको थियो त्यो चाहिँ ईर्ष्या गर्दछ। त्यस पछाडि के हुन्छ भन्दाखेरि चाहिँ उसको दाजुभाइहरूलाई चाहिँ उसलाई बेच्ने, उसले पहिला त उसलाई मार्ने योजना बनाउँदछ। तर एउटा दाजुहरूमध्ये भन्छ कि यसलाई मारे हामी केही पाउँदैनौँ, बरु यसलाई चाहिँ हामी बेचिदिउँ। र त्यतिखेरको समयमा एउटा मिश्र देशतिर जाने एउटा मर्चेन्ट्सहरू उसले त्यो दाजुहरूले भेटाउँदछ। र त्यतिखेर चाहिँ योसेफलाई चाहिँ दाजुहरूले उनीहरूको हातमा बेच्दछ। र उनीहरूले बेच्छन्देखि उसले चाहिँ मिश्र देश लग्दछ योसेफलाई। अनि मिश्र देशमा चाहिँ उसलाई कमाएर काम स्लेभ बनाएर चाहिँ आज उसलाई योसेफलाई मिश्र देशमा बेच्दछ। र उसलाई चाहिँ कसले किन्दछ भन्दाखेरि चाहिँ पटिफर भन्ने एउटा मिश्र देशको एउटा कप्तान हुँदछ। उसले चाहिँ योसेफलाई किन्दछ र जब उसले किन्छ अनि उसको घरमा काम दिँदछ त्यतिखेर चाहिँ हरेक चिज जुन योसेफले उसको घरमा गर्दथ्यो नि त्यतिखेर चाहिँ उसलाई आशिष अनि आशिष मात्र हुँदथ्यो। बाइबलले भन्दछ ऊ चाहिँ हरेक जे गर्थ्यो हरेक काममा चाहिँ सक्सेसफुल थियो भन्दछ। अन्तदेखि एक समयमा के हुन्छ भन्दाखेरि चाहिँ आज योसेफ चाहिँ देख्नमा पनि ह्यान्डसम थियो है। अनि त्यही भएको कारणले आज उसको मालिक पटिफरको पत्नीले चाहिँ योसेफलाई चाहन्छ र उसलाई भन्छ कि आऊ मसँग तिमी सहवास गर। तर योसेफ चाहिँ त्यो ठाउँदेखि भाग्दछ। जब ऊ भागिरहेको हुन्छ त्यतिखेर उसको लुगा चाहिँ त्यो पटिफरको पत्नीले तान्दछ है। अनि त्यस पछाडि यो पटिफर घर आउँदछ त्यतिखेर चाहिँ पटिफरको पत्नीले चाहिँ आज पटिफरले के भन्छ भन्दाखेरि चाहिँ यसले चाहिँ मलाई आक्रमण गरेर मसँग सहवास गर्नु खोज्यो भनेर उसलाई चाहिँ झुटो आरोप लगाउँदछ। अनि जब यो सुन्दैछ पटिफर चाहिँ रिसाउँदछ। अनि त्यहाँदेखि चाहिँ पटिफरले चाहिँ योसेफलाई चाहिँ जेलखानामा हाल्दछ। जब ऊ जेलखानामा पुग्दछ योसेफ त्यतिखेर योसेफले दुईटा व्यक्तिहरूलाई त्यो जेलखानामा भेटाउँदछ। एउटा व्यक्ति हुन्छ राजाको बेकर, राजाको त्यो खानेकुराहरू बनाउने। अनि दोस्रो हुन्छ राजाको कपबेयर, राजाको मत टक्राउने। अनि उनीहरू दुईजनाले सपना पाउँदछन्। एउटा चाहिँ त्यो राजाको त्यो बेक गर्ने के सामान खानेकुरा बनाउनेले चाहिँ उसको सपनाको मतलब चाहिँ जब योसेफले झिक्दछ उसले भन्दछ कि तिमी चाहिँ मर्नेछौ। तर जब यता त्यो मत टक्राउनेको पाली आउँदछ त्यतिखेर भन्छ कि योसेफले तिमी चाहिँ फेरि पुनस्थान फेरि यो गर्न बी रिस्टोर है। तिमी जुन चाहिँ पददेखि तिमीलाई झारेको थियो तिमी फेरि त्यही पदमा जानेछौ। अनि समय बित्दा नबित्दै त्यसो नै हुँदछ है। एकजना चाहिँ मर्दछ र अर्को चाहिँ फेरि उसको जुन चाहिँ पोजिसन थियो फेरि ऊ चाहिँ प्रमोसन पाएर रेस्टोरेसन पाएर ऊ चाहिँ जहाँ थियो त्यहीँनिर फेरि जाँदछ। अनि योसेफले भन्दछ कि त्यो मानिसलाई कि मलाई चाहिँ नबिर्सिनुहोस् है, मेरो लागि केही शब्द हालिदिनुहोस् ताकि म यहाँबाट चाहिँ निस्कौँ भन्ने। तर ऊ जब त्यहाँबाट निस्किँदछ ऊ राजाको मत टक्राउने, जब फारोको मत टक्राउने जब त्यो जेलखानादेखि निस्किँदछ त्यतिखेर चाहिँ आज उसले चाहिँ योसेफलाई बिर्सिन्दछ। अनि त्यस पछाडि 2 वर्ष पछाडि चाहिँ त्यसको आज फारोको चाहिँ एउटा 2टा सपना चाहिँ खुरुखुरु उसलाई आउँछ र मिश्र देशमा भएको कसैले पनि उसको त्यो सपनाको चाहिँ उल्टा खोल्नु सक्दैन। अनि त्यहाँदेखि त्यतिखेरको समयमा चाहिँ त्यो मत टक्राउनेले योसेफलाई सम्झाउँदछ 2 वर्ष पछाडि। अनि भन्दछ कि मलाई थाहा छ एकजना व्यक्ति जसले तपाईँको सपना उल्टा गर्नु सक्छ। अनि जब योसेफलाई ल्याउँदछ त्यतिखेर योसेफले भन्छ कि म होइन त परमेश्वरले गर्नुहुन्छ है।
अनि उसले चाहिँ परमेश्वरलाई क्रेडिट दिँदछ अनि त्यहाँदेखि यता आएर उसले फारोको सपना भन्दछ अनि त्यहाँदेखि उसले प्रपोजल प्लान पनि दिँदछ कि तपाईँले चाहिँ अब 7 वर्ष जुन चाहिँ तपाईँको उन्नति हुन्छ 7 वर्षमा जो चाहिँ तपाईँको अबन्डेन्स हुन्छ त्यतिखेरसम्म चाहिँ 5औं भाग चाहिँ राख्नुहोस् आज सबैले चाहिँ 5औं भाग राखोस् ताकि जब अनिकालको समय आउँदछ त्यतिखेर चाहिँ आज त्यही भागहरू लिएर चाहिँ आज हामी सबैले खान सक्दछौँ अनि त्यसरी नै त्यतिखेरको संसारलाई चाहिँ योसेफले बचाउँदछ आज हामी योसेफको जीवनमा मात्र नभएर आज बाइबलको हरेक मानिसहरूमा तपाईँ जब पढ्नुहुन्छ तपाईँले चाहिँ एउटा डेस्टिनी इन्काउन्टरहरू भेट्न सक्नुहुन्छ तपाईँले यो चाहिँ यो भाग्य भेटहरू तपाईँले चाहिँ देख्नु सक्नु तपाईँले चाहिँ भेट्टाउन सक्नु हुँदछ र मेरो यो वान अफ द फेभरेट भर्स हो उपदेशक 9:11 यसो भन्दछ एन्ड I returned and saw under the sun that the race is not to the swift, nor the battle to the strong, nor the bread to the wise, nor riches to the man of understanding, nor favor to men of skill, but time and chance happen to them all. उपदेशक 9:11 ले यसो भन्दछ सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु छिटो दौड्नेले दौड जित्दैन न शक्तिशालीले युद्ध जित्छ न त बुद्धिमानलाई भोजन आउँछन् न के हो यो त्रिकृत ज्ञानलाई धन सम्बन्धी आउँछन् वा न त परेकाले निगाह प्राप्त गर्छ तर समय र मौकाको नै तिनीहरू सबैले पाउँछन् है यो टाइम एन्ड चान्स कि सबैलाई हुन्छ यसको भन्नुको मतलब के हो भन्दाखेरि चाहिँ आज तपाईको सक्सेसफुल हुने तपाईको चाहिँ तपाईको फुल डेस्टिनेसन तपाईको जुन चाहिँ यो भाग्य परमेश्वर जुन चाहिँ तपाईको निम्ति यो एउटा योजना बनाइदिनु भएको छ नि आज त्यो योजनासम्म पुग्नुको त्यो अन्तस्थलसम्म चाहिँ पुग्नुको लागि चाहिँ आज तपाईलाई कुनै ग्यारेन्टी छैन आज न त तपाई पढेर लेखेर नि आज बुद्धिमान बने तापनि न त आज तपाईले रोटी नै छ न त तपाईले दौडमा छिट्टो कुद्न सके तापनि तपाईलाई दौडको जित छ हे न त तपाई बलवान भएर तपाईलाई युद्धको जित छ भन्नुको मतलब चाहिँ तपाईले कुनै पनि ग्यारेन्टी दिएको छैन यो संसारमा कि तपाईको चाहिँ आज तपाई बलवान भयो भन्नेमै युद्ध जित्ने होइन तपाई दौडमा छिट्टो कुद्न सकेता पनि तपाईको दौडको जित हुन्छ भन्ने ग्यारेन्टी छैन त्यही बाइबल भन्दछ कि समय अनि मौका सबैलाई छ बट टाइम एन्ड चान्स ह्यापन टु देम आज समय र मौका चाहिँ सबैलाई नै छ भन्नुको मतलब चाहिँ तपाईको सक्सेसफुल हुनको लागि चाहिँ केले पनि ग्यारेन्टी गरेको छैन सिवाय टाइम एन्ड चान्स है समय र मौका आज परमप्रभु परमेश्वरले चाहिँ हरेकको जीवनमा चाहिँ एउटा डेस्टिनी पर्सन हालिदिनु भएको हुन्छ है एउटा डेस्टिनी पर्सन मात्र नभएर कुनको लागि चाहिँ आज डेस्टिनी पर्सन हुन्छ कुनलाई डेस्टिनी पिपल मतलब एक भन्दा धेरै हुन सक्दछ तर यी मानिसहरू चाहिँ को हो आज यी मानिसहरू चाहिँ को हो भन्दाखेरि चाहिँ यी मानिसहरू चाहिँ आज तपाईलाई तपाईको परमेश्वर जुन चाहिँ उद्देश्य तपाईको निम्ति राखिदिनु भएको छ त्यो उद्देश्यमा ठेल्नका लागि चाहिँ
तपाईले त्यो मानिसहरूलाई भेट्नु हुँदछ। अझ हामी योसेफको जीवनमा देख्न सक्दछौँ कि जब चाहिँ योसेफलाई बेचियो, त्यो बेच्नुभन्दा अगाडि पनि जब यसलाई मार्नु आँटेको थियो त्यतिखेरको समयमा टक्रक्कै मिश्र देशबाट चाहिँ कोही मान्छेहरू गइरहेको थियो, त्यही बाटो भएर। सुन्नुहोस् है, त्यही बाटो भएर चाहिँ गइरहेको थियो। आज योसेफले त्यहाँ उसको एउटा डेस्टिनी पर्सनबाट कि उसको जीवन चाहिँ परिवर्तन हुँदैछ। ऊ जुन चाहिँ ठाउँमा थियो त्यो ठाउँमा नबसेर ऊ चाहिँ अब नयाँ ठाउँतिर गइरहेको छ। उसले चाहिँ आज उसको डेस्टिनी पर्सनलाई पहिलोपटक त्यहाँ भेटेको छ। अनि फेरि हामी मिश्र देशमा आउँदछौँ र जब मिश्र देशमा आइपुगिन्छ त्यतिखेर चाहिँ आज अरू कसैले योसेफलाई किनेन, त पटिफरले किनेको छ। त्यहाँ उसले अरूको पाउँदछ। जब ऊ पटिफरको घरमा थियो त्यतिखेर पटिफरको घरमा हुँदै गर्दाखेरि चाहिँ त्यतिखेर उसले कसलाई भेटेको छ? पटिफरको पत्नीलाई। अनि पटिफरको पत्नी पछाडि त्यो दुईवटा जेलखानामा बस्ने मान्छेहरूलाई, त्यस पछाडि चाहिँ ऊ फारोलाई भेट्नसम्म पुगेको छ। सुन्नुहोस्, आज परमेश्वरले चाहिँ स्ट्रेटेजिकली मानिसहरूलाई चाहिँ योसेफको जीवनमा टक राख्नुभएको थियो। न त तपाईँ चिन्नु नै हुन्छ यो मान्छे, न तपाईँ मान्छेले जान्नु नै हुँदछ। र परमेश्वरले चाहिँ मान्छेहरूलाई एउटा हरेक स्थानमा योसेफको लागि चाहिँ राखिदिनु भएको थियो, ताकि आज ऊ चाहिँ एउटा पोइन्ट एदेखि पोइन्ट बीदेखि सीदेखि डीदेखि ऊ चाहिँ सबै त्यो बाटोहरूबाट गएर चाहिँ उसको परमेश्वरले उसको लागि के चाहिँ योजना राख्नुभएको थियो अझ त्यो योजनामा पुग्न सकोस् भनेर। जब चाहिँ परमेश्वरले योजना गरेको यो योजना भेट परमेश्वरले गराउनुहुन्छ त्यतिखेर चाहिँ आज उहाँले चाहिँ समयलाई कम्प्रेस गर्नुहुन्छ, समयलाई चाहिँ उहाँले छोटाउनुहुन्छ आज, ताकि उहाँले चाहिँ तपाईँलाई आशिष दिनु भनेर। र हामी यो योसेफको जीवनमा देख्दैछौँ कि जब चाहिँ योसेफ चाहिँ स्लेभरीमा बेचियो, जब चाहिँ योसेफ चाहिँ कमारापनमा बेचिएको छ त्यतिखेरको समयमा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ पटिफरकोमा हरेक जुन चाहिँ चिज योसेफले गर्दथ्यो त्यतिखेर चाहिँ योसेफले उन्नति मात्र पाएको छ। अनि त्यही भएको कारणले आज यो पटिफरले चाहिँ के गरेको छ भन्दाखेरि योसेफलाई चाहिँ उसको घरको रेखदेख गर्नु बनाएको छ। सुन्नुहोस् है, आज किन यो यस्तो छिटो भएको छ, आज बाइबलले यहाँ एक्ज्याक्ट टाइम दिएको छैन, तर मलाई लाग्छ कि विथिन मेबी 6 महिना थियो 1 इयरको भित्रमा चाहिँ मलाई लाग्छ कि योसेफ चाहिँ पटिफरको घरमा चाहिँ आज त्यो रेखदेख गर्ने एउटा मान्छे, आज ठुलो स्थानको मान्छे बनिएको छ। आज पटिफरले चाहिँ योसेफले यस्तो साह्रो विश्वास गर्दथ्यो कि बाइबलले उत्पत्ति 29को 6मा यसो भन्दछ, पटिफर डिड नट नोट वाट ही एट एक्सेप्ट द ब्रेड ही एट। भन्नुको मतलब चाहिँ पटिफरले उसको घरमा के हुन्छ त्यो केही पनि थाहा थिएन, सिवाय उसले जुन चाहिँ रोटी खाँदा थियो। आज पटिफरले चाहिँ योसेफले यस्तो विश्वास गरेको थियो, उसको त्यो उन्नति देखेर चाहिँ उसले घरको एउटा रेखदेख गर्ने एउटा मान्छे बनाएको थियो। र परमेश्वरले जुन चाहिँ यो स्लेभ थियो, पहिलो कुरा त सबैभन्दा बटम अफ द फुड चेन होइन, सबैभन्दा तल्लो स्थानको मान्छे थियो, तर आज परमेश्वरले चाहिँ पटिफरको घरमा चाहिँ आज योसेफलाई चाहिँ धेरै उच्च स्थानमा छोटो समयमा चाहिँ आशिष गरेर माथि लग्नु भएको छ। आज परमेश्वरले चाहिँ पटिफरलाई चाहिँ योसेफको जीवनमा चाहिँ एउटा डेस्टिनी इन्काउन्टरको स्वरूपमा चाहिँ उहाँले हालिदिनु भएको छ। अनि दोस्रो कुरा हामी के पाउँछौँ भन्दाखेरि चाहिँ जब चाहिँ परमेश्वरले चाहिँ योजना गरेको भाग्य भेट गराउनु हुँदछ त्यतिखेर चाहिँ उहाँले चाहिँ तपाईँले तपाईँको जीवनमा एक्सेलरेट गरेर चाहिँ सबैभन्दा अगाडि लग्नु हुँदछ।
उहाँले चाहिँ तपाईलाई एक्सेलरेट गरेर तपाईको जीवनमा अगाडि राख्नु हुँदैछ he will accelerate you forward in life तपाईको जीवनमा चाहिँ तपाईले सबैभन्दा अग्लो स्थानमा चाहिँ उहाँले लग्नु हुँदछ जब म यो भन्दै गर्दछु यो तपाईलाई सुन्दा फेरि अलिकति अनौठो लाग्छ होला तर पतिफरको पत्नी पनि आज परमेश्वरले नै राख्नु भएको योसेफको लागि एउटा भाग्य भेट थियो उहाँले चाहिँ त्यो राख्नु भएको त्यो मान्छे थियो ताकि आज योसेफले चाहिँ त्यो मान्छेले चाहिँ भेट्नै पर्दथ्यो ताकि उसको नेक्स्ट स्टेपमा जानुको लागि आज के भएको छ भन्दाखेरि चाहिँ जब योसेफलाई चाहिँ त्यो पतिफरको पत्नीले देख्दछ हेर्नमा राम्रो त्यतिखेर उसले भन्छ सहवास गर अनि जब ऊ गर्नु मान्दैन त्यतिखेर चाहिँ पतिफरको पत्नीले झुटो आरोप लगाएर चाहिँ योसेफले चाहिँ जेलखानामा हाल्दछ तपाईले सोच्नुहुन्छ कि यो चाहिँ कसरी ऊ चाहिँ एक्सेलरेट फरवर्ड इन लाइफ ऊ चाहिँ जीवनमा कसरी चाहिँ अघि गयो जेलमा गइरहेको छ जन ब्याकवर्ड है अझ परमेश्वर भन्नुहुन्छ कि उहाँको सोच चाहिँ हाम्रो सोचभन्दा माथि छ है अझ उहाँको बाटो ठुलो छ उहाँको त्यो बाटो गहिरो छ हामीले बुझ्न पनि नसक्ने खालको बाटो उहाँले हाम्रो निम्ति राखिदिनु भएको छ है र त्यहाँनिर चाहिँ किन जानु पर्दथ्यो योसेफ भन्दाखेरि चाहिँ ताकि उसले फारोको त्यो मत टक्राउने मान्छेलाई चाहिँ भेटोस् भनेर परमेश्वरले चाहिँ आज यो स्त्रीलाई चलाउनु भयो पतिफरको पत्नीलाई चाहिँ ताकि योसेफ चाहिँ उसको अर्को स्थानमा पुग्न सकोस् भनेर अनि जब ऊ त्यो दुईटालाई भेट्दछ र उसले त्यो दिएको सपनालाई इन्टरप्रेट गर्दछ त्यस पछाडि चाहिँ त्यो फारोको त्यो मत टक्राउने चाहिँ आज फेरि उसको पुरानो जीवन कुन चाहिँ थियो त्यसमा रिस्टोर भएको छ अनि रिस्टोर भए पछाडि 2 वर्ष पछाडि फेरि उसले योसेफलाई सम्झन्दछ कि जब चाहिँ फारोको सपना चाहिँ त्यो मिस्र देशमा कसले पनि त्यसले इन्टरप्रेट गर्नु त्यसलाई चाहिँ उल्टा खोल्नु सक्दैन अनि जब चाहिँ योसेफ चाहिँ फारोको त्यो प्रेजेन्स अगाडि फारोको त्यो आँखा अगाडि केही समयको लागि मात्रै उभिन्दछ आज त्यस पछाडि चाहिँ के भएको छ भन्दाखेरि चाहिँ आज किनकि परमेश्वरले यो राख्नुभएको योजना इन्काउन्टरहरू थियो योजना भेटहरू थियो आज परमेश्वरले चाहिँ उसलाई चाहिँ त्यो जेलखानाको त्यो प्रिजनरदेखि चाहिँ उहाँले एक्सेलरेट फरवर्ड गरेर चाहिँ आज मिस्र देशको प्राइम मिनिस्टर बनाउनु भएको छ कसरी भयो किनकि परमेश्वरले चाहिँ योसेफको जीवनमा यस्तो मानिसहरू राखिदिनु भएको थियो ताकि त्यो मानिसहरूले चाहिँ योसेफलाई चाहिँ आफ्नो परमेश्वरले जुन चाहिँ उद्देश्य उहाँको लागि राखिदिनु भएको थियो नि त्यो उद्देश्यमा पुर्याउनुको लागि चाहिँ आज योसेफलाई ठेलेर त्यो योजनासम्म पुगेको छ किन भन्दाखेरि परमेश्वरले चाहिँ त्यो योजना व्यक्तिहरूलाई चाहिँ त्यो भाग्यतिर पुर्याउने मानिसहरूलाई चाहिँ परमेश्वरले योसेफको जीवनमा हालिदिनु भएको थियो अनि जब परमेश्वरले चाहिँ कुनै मानिसलाई चाहिँ त्यो उहाँले राख्नु भएको त्यो भाग्य भेटदेखि जब एक्सेलरेट गर्नुहुन्छ नि उहाँले त्यो मान्छेलाई मात्रै एक्सेलरेट गर्नुहुन्न तर त्यो मानिसलाई चाहिँ उहाँको स्वर्गीय ज्ञान अनि बुद्धिले भरिदिनु हुँदछ आज त्यो स्वर्गीय ज्ञान र बुद्धि चाहिँ लाइफ एक्सपिरियन्समा आउँदैन न त यो संसारको ज्ञान र बुद्धिमा आउँदछ सुन्नुहोस् है जब फारोले चाहिँ योसेफलाई सोधेन कि मेरो सपनाको उल्टा तिमी खोल्न सक्छौ र जब योसेफले चाहिँ त्यो फारोको सपनाको उल्टा खोलिदिन्छ नि त्यतिखेर उसले त्यति मात्र खोजेको थियो अझ फारोले चाहिँ अझ त्यति मात्र खोजेको तर योसेफले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ तर तपाईँ चाहिँ यस्तो गर्नुहोस् कि हरेक यो 7 वर्षसम्म जब तपाईँको उन्नति हुँदछ त्यतिखेरको उन्नतिको समयमा चाहिँ
हरेकले जब कटनी हुँदछ नि त्यतिखेर चाहिँ पाँचौँ भाग चाहिँ राख्नुहोस्, त्यो चाहिँ स्वर्गीय ज्ञान हो है। अझ यो योसेफलाई चाहिँ के थाहा, यो योसेफलाई चाहिँ के थाहा है, ऊ पहिलो कुरा त ऊ जब उसको बाउको घरमा थियो त्यतिखेर ऊ काम गर्दैन पनि थियो, किनकि आज यो याकुबले योसेफले यस्तो माया गर्थ्यो कि उसलाई काम गर्न दिँदैन पनि थियो। अनि दोस्रो कुरा, ऊ जब मिस्र देशमा ऊ एउटा कमाराको पनमा आयो त्यतिखेर ऊ कमारा भएर त्यो घरभित्र बस्दथ्यो है। ऊ एउटा चिफ अफ स्टाफ, उसलाई चाहिँ यो ज्ञान कहाँबाट आयो कि पाँचौँ भाग चाहिँ राख्नु पर्दछ भनेर। तर परमेश्वरले जब एक्सेलरेट गर्नुहुन्छ, आज तपाईँलाई प्रमोसन मात्र नभएर तपाईँको स्वर्गीय ज्ञान अनि बुद्धिले पनि परमेश्वरले थपिदिनु हुँदछ। आज यो चाहिँ जुन चाहिँ ज्ञान र बुद्धि योसेफकोबाट निस्किरहेको थियो नि, त्यो उसको लाइफ एक्सपिरियन्समा कहीँ पनि थिएन। बाइबलले कहीँ पनि भन्दैन कि उसले खेतीपाती गर्यो या देश चलाएको छ, न त देश चलाएको छ है। तर यहाँनिर उसले चाहिँ स्वर्गीय ज्ञान र बुद्धि परमेश्वरले भर्नुभयो र उसकोमा सल्युसन पनि आएको छ। अनि त्यसै कारणले चाहिँ आज यो फारोले चाहिँ उसलाई योसेफलाई चाहिँ प्रमोट गरेर चाहिँ ऊलाई प्राइम मिनिस्टर बनाएको छ। फारोको त्यो स्थान, त्यो नामको स्थानले मात्र ठुलो छ, नत्र त फारो र योसेफ एउटै लेभलमा भन्दा भन्नुहुन्छ। आज परमेश्वरले चाहिँ यो मानिसहरूलाई चाहिँ योसेफको जीवनले पिन पोइन्ट गरेर राख्नुभएको थियो ताकि आज उहाँले चाहिँ योसेफलाई चाहिँ परमेश्वरले बनाउनुभएको योजनाभित्र चाहिँ योजना कहाँ छ त्यहाँ पुगोस् भनेर। आज परमेश्वरले चाहिँ राम्रो व्यक्तिले मात्र चलाउनु हुन्न, तर उहाँले चाहिँ सबै व्यक्तिलाई चलाउनु हुँदछ। सुन्नुहोस् है, किनकि पोटिफरको पत्नी राम्रो व्यक्ति थिएन, योसेफको दाजुहरू चाहिँ राम्रो व्यक्ति थिएन, किनकि उसले आफ्नो भाइलाई बेच्यो नि त। तरै पनि आज परमेश्वरले सबै कुरा चलाउनुहुन्छ है। आज रोमी 8को 32 होला, रोमी 8को 28मा भन्दछ कि हामी जान्दछौँ कि उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलो नै गर्नु हुँदछ। अझ नेपालमा यहाँ भलो गर्नु हुँदछ भन्दछ, तर इङ्ग्लिसमा के भन्छ, वी अल नो द्याट अल थिङ्स वर्क टुगेदर फर गुड टु दोज हु लभ गड टु दोज हु आर कल्ड अकर्डिङ टु हिज पर्पस है। आज इङ्ग्लिसमा के भनेको छ भन्दाखेरि चाहिँ सबै कुरा चाहिँ राम्रोको लागि नै हुन्छ एट दि एन्ड, होइन, कि जसले चाहिँ परमेश्वरलाई प्रेम गर्दछ। आज जब योसेफलाई त्यो एक्सेलरेट गरेर प्राइम मिनिस्टर बनाउँदछ र प्रमोसन दिएर ऊ प्राइम मिनिस्टर हुँदछ, आज योसेफलाई चाहिँ रिस्टोर मात्र नभएर चाहिँ आज उसलाई चाहिँ रिस्टोरमा अझै मात्रामा थपिएको छ कि जब चाहिँ परमेश्वरले योजना गरेको यो भाग्य भेट गराउनु हुँदछ, आज तपाईँलाई चाहिँ परमेश्वरले रिस्टोर पनि गर्नुहुँदछ है। उहाँले चाहिँ तपाईँले जुन चाहिँ कुरा तपाईँले हराउनु भएको थियो त्यो कुरा पनि परमेश्वरले सबै तपाईँलाई रिस्टोर गर्नुहुँदछ है। आज योएल 2:25 यसो भन्छ, सो आई विल रिस्टोर टु यु द इयर्स दैट द स्वार्मिङ लोकस्ट हैज इटन है। योएल 2:25 भन्दछ कि सो आई विल रिस्टोर यु द इयर्स दैट द स्वार्मिङ लोकस्ट हैज इटन। नेपाल यहाँ पढिदिनुहोस् त। म तिमीहरूलाई ती वर्षहरूको भनी गरिदिनेछु जो ठुलो सल्लाह, जवान सल्लाह र अरू सल्लाह
तिमीहरूका बीचमा पठाइदिएको मेरो ठुलो सेनाले के हो त्यो खाएको थियो। यहाँ परमेश्वरले भन्नुहुन्छ कि आज जुन चाहिँ समय जुन चाहिँ वर्षहरू सल्लाहले तिम्रो खाएको थियो त्यो सबै म तिमीलाई फिर्ता गर्ने छु। आज लेवीको पुस्तकमा 6:5 के भन्दछ भन्दाखेरि चाहिँ यदि कसैले चाहिँ झुटो आरोप लगाएको छ भने या चोरेको छ भने जे गरेको छ भने जब त्यो मानिसले चाहिँ त्यो अर्को मानिसले जसकोबाट उसले लगेको थियो नि जब उसलाई फेरि दिँदछ ब्याक जब उसले रिस्टोर गर्दछ त्यो गर्दा चाहिँ के हुनुपर्दछ भन्दाखेरि चाहिँ पहिलोको त उसले फुल्ली रिस्टोर गर्नुपर्दछ अनि त्यस पछाडि उसले 5औं भाग पनि थपिदिनु पर्दछ। सुन्नुहोस् आज परमेश्वरको प्रिन्सिपल चाहिँ के हो जब रेस्टोरेसनमा आउँछौँ भन्दाखेरि चाहिँ उहाँ चाहिँ 100% रिस्टोर गर्नुहुन्न त उहाँ चाहिँ 120% रिस्टोर गर्नुहुँदछ। भन्नुको मतलब चाहिँ यदि तपाईँकोमा इन्सुरेन्स छ भने जब तपाईँ आइफोन भनौँ कि तपाईँको आइफोन 15 छ अरे आइफोन 15 प्रो म्याक्स त्यतिखेर चाहिँ तपाईँले आइफोन 15 प्रो म्याक्स हराउनु भयो अरे तपाईँकोमा इन्सुरेन्स छ भने चाहिँ तपाईँले फेरि जब स्टोरमा जानुहुन्छ कि भन्नुहुन्छ कि मैले चाहिँ मेरो आइफोन 15 प्रो म्याक्स हराएँ हैन त्यतिखेर चाहिँ उनीहरूले के गर्छ भन्दाखेरि चाहिँ ओके आई विल order you a new iPhone 15 Pro Max उसलाई रिस्टोर गरिदिन्छ नि त हैन। तर परमेश्वरको संसारमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यदि तपाईँले आइफोन 15 प्रो म्याक्स हराउनु भएको छ र तपाईँको मान्छे गड इन्सुरेन्स छ भने चाहिँ जब तपाईँ चाहिँ फेरि त्यो दोकानमा जानुहुन्छ र भन्नुहुन्छ कि मैले चाहिँ आइफोन 15 प्रो म्याक्स हराएको छु त्यतिखेर तपाईँले आइफोन 15 प्रो म्याक्स पाउनुहुन्न तर तपाईँले पाउनुहुन्छ आइफोन 16 प्रो म्याक्स भनेको जस्तो क्या। ठिक परमेश्वर जब तपाईँले रिस्टोर गर्दछ त्यतिखेर चाहिँ तपाईँले पूर्णतामा मात्र नभएर अझ पूर्णतामा त्यो पूर्णता पनि भन्दा अझै माथिको स्थानमा उहाँले तपाईँलाई रिस्टोर गर्नु हुँदछ। आज उहाँले चाहिँ आज सबै व्यक्तिहरूलाई सबै चिजहरूलाई चाहिँ आज तपाईँको जीवनको लागि चाहिँ चलाउँदछ आज ताकि तपाईँ चाहिँ उहाँले राख्नुभएको त्यो योजनातिर हिँड्न सकोस् योजना पुग्न सकोस् भनेर आज हरेक चिज परमेश्वरले आज तपाईँलाई चलाउँदछ। आज हरेक मानिसहरू तपाईँलाई चलाउँदछ। आज म आई बिलिभ कि मलाई विश्वास गर्छु कि हरेक मानिसकोमा चाहिँ एउटा यस्तो व्यक्ति तपाईँको जीवनमा आउँदछ कि जसले चाहिँ तपाईँको संसारलाई नै उल्टा पुल्टा गर्दछ है। आज यस्तो व्यक्ति चाहिँ परमेश्वरले पठाउनु भएको व्यक्ति हुँदछ जसले चाहिँ आज परमेश्वरले राख्नुभएको जुन चाहिँ डेस्टिनी तपाईँको निम्ति छ नि त्यो बोकेर आउँदछ र त्यो बोकेर आउँदछ अनि त्यहाँदेखि जब तपाईँ त्यो व्यक्तिसँग भेट्नु हुँदछ नि त्यतिखेरको समयमा चाहिँ आज तपाईँको जीवनले अर्को मोड लिँदछ है। तपाईँको जीवन चाहिँ अर्कै मोड लिँदछ र आज तपाईँ चाहिँ त्यस पछाडि चाहिँ परमेश्वरको योजनामा हिँड्नु हुँदछ है। र आज म यो भन्दै आजको वचनलाई म यहीँ राख्दछु। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ।